प्राय जस्तो मान्छेहरू नि सिगरेट पिउन छोड्न सक्दैनन्। किन थाहा छ? र यसको एउटा मेन रिजन नि साइकोलोजीमा पाइन्छ र यसलाई साइकोलोजीमा कग्नेटिभ डिसोनेन्स भनिन्छ। हामीलाई राम्रोसँग थाहा हुन्छ कि सिगरेट पिउनु स्वास्थ्यको लागि एकदमै हानिकारक हो भनेर, तर त्यही पनि दिनदिनै हाम्रो बानीले गर्दा हामी सिगरेट पिइरहेका हुन्छौँ र त्यति नै खेर हाम्रो बानी र ज्ञान एकअर्कासँग सिङ्क भइरहेको हुँदैन। र अर्को इन्ट्रेस्टिङ कुरा के हुन्छ भने नि हाम्रो ब्रेनले पनि जस्टिफाई गर्न थाल्छ, म अर्को वर्ष छोड्छु, या मेरो हजुरबाले पनि धेरै वर्ष सिगरेट पिउनुभयो, उहाँलाई केही भएन भनेर। त्यसैले याद राख्नुहोस्, हाम्रो ज्ञान मात्र भएर पर्याप्त हुँदैन है। हाम्रो ज्ञान र हाम्रो बानी बेहोरालाई एकअर्कालाई सिङ्क गरेर लग्यो भने नि एउटा साँचो परिवर्तन र ठुलो उपलब्धि हासिल गर्न सकिन्छ। Cheers!